इन्जिनियरिङ कलेजमा नेताका झोला बोक्नेहरूले खुकुरी बोके, कलमका मसी छरिने ठाउँमा रगत बगे। अनि हामी जस्ता नेपालमै के गर्छु भन्ने विद्यार्थीले विदेश जाने अर्को कारण पाए। इन्जिनियरिङ अध्ययन संस्था दलीय भागभण्डाको अखडा, योभन्दा बढी त के नै भन्नु। नमस्ते सबैमा, म विवेक सुवेदी, थर्ड इयर सिभिल इन्जिनियरिङ स्टुडेन्ट पुल्चा क्याम्पसमा र एकजना अनबायस रहेर स्टुडेन्ट पोलिटिक्सलाई भित्रदेखि बुझ्ने कोसिस गरेको एक विद्यार्थी। आज म एफएससी इलेक्सन नजिकै गर्दा देश वरपर सिर्जना हुने वातावरण र त्यसै समय पोलिटिकल युनियनहरूले कसरी अपडेट गर्छन् भन्ने बारे विशेष कुरा गर्नेछु। सर्वप्रथम त एफएससी भनेको के नै बुझौँ। सरल भाषामा भन्नुपर्दा एफएससी भनेको कलेजको पार्लियामेन्ट सरह हो, जसमा भएका मेम्बर्सले कलेजको वेलफेयरको लागि काम गर्छन्। एफएससी नभएको खण्डमा कलेजको विकास अनुमा पर्ने हुँदा एफएससीको छुट्टै नै महत्त्व हुने गर्छ। तर त्यसो भन्दै गर्दा एफएससीमा इलेक्टेड भएको मेम्बर पनि उत्तिकै क्यालिबर भएका हुनु आवश्यक छ। नत्र त हाम्रो देश विकास गर्छ भनेर लागेका नेताहरूको हालत तपाईँले देखिरहनु भएको होला। विशेष गरी 2 वर्ष अन्तरालमा हुने एफएससी इलेक्सन 2079 पछि 2081 हुँदैछ र म एज ए भोटर पनि निकै नै उत्साहित छु। एफएससी भित्रका मेम्बरहरूको दृष्टिकोणको भरमा उन्नति र दुर्गति निर्वाह गर्ने हुँदा राम्रो मेम्बर छान्ने हाम्रो कर्तव्य हो। यसो भनेको त राम्रो र नराम्रो नेतृत्व कसरी फिल्टर आउट गर्ने भन्ने कुरा पनि बुझ्नु आवश्यक छ। यसो विद्यार्थी राजनीतिमा मात्र नभएर माथि लेभलसम्मकाले अरूको क्रेडिट खोसेर सानो कुरालाई ठुलो बनाएर पोलिटिकल स्टन्ट गरी राम्रो बन्न खोज्ने गर्छन्। त्यस्ता कुरालाई भने फिल्टर आउट गर्न सक्नुपर्छ। त्यसको लागि स्टडी चाहिँ गर्नुपर्छ। सुरु सो मान्छेको पछिल्लो रेकर्ड चेक गर्ने, उसको बारेमा साथीहरू र तिमी हामी जस्तो सामान्य विद्यार्थीलाई सोध्ने। उसले केही कुरा उठाएको छ भने सो कुरा कलेजको वेलफेयरको लागि कतिको क्रुसियल छ। ऊ आफ्नो युनियनको मात्र प्रचार गरी झोले प्रवृत्ति देखाउने विद्यार्थी हो कि नै पनि बुझ्न आवश्यक छ। त्यसैले आफ्नो भोट पार्टीलाई भन्दा पनि राम्रो क्यान्डिडेटलाई छानेर दिनु होला। त्यसै गरी एउटै वर्षमा 2 जना उत्तिकै क्यालिबर भएको क्यान्डिडेट उठ्नुभयो, तर एकजना इन्डिपेन्डेन्ट र अर्को कुनै पनि पार्टीमा संलग्न हुनुहुन्छ भने आई प्रिफर टु भोट टु इन्डिपेन्डेन्ट। कुनै पनि राजनीतिक सङ्गठनमा लाग्नु अपराध नै हो पनि भन्न खोजेको होइन। तर यसो बुझ्दा कुनै पनि युनियनमा आबद्ध भएपछि सो क्यान्डिडेटले पार्टीको लागि राम्रो काम गरिदिनुपर्छ। युनियनले जति नै चित्त नबुझ्दो काम गरे पनि दे हेभ टु सपोर्ट। यदि भने चाहिँ गरिएन भने पछि गाह्रो पर्न सक्छ। यसको इक्जाम्पल म यही भिडियोको अर्को बाटोमा कुरा गर्नेछु। मलाई एफएससी मेम्बर भएको मान्छेले कुनै पनि पोलिटिकल पार्टीको प्रचार नगरिदियोस् भन्ने लाग्छ। भन्नुहोस् त, एफएससी मेम्बर भएपछि आफ्नै पार्टीको प्रचार गर्दै हिँड्नु कतिको उपयुक्त छ? त राम्रो काम गर्नलाई, कलेजलाई रिप्रेजेन्ट गर्नलाई एफएससी छ भने झोलीतन्त्र देखाएर आफ्नै पार्टीको कुरा गर्दै हिँड्नु कतिको उपयुक्त छ? मैले त यतिसम्मको देखेको छु कि उनै एफएससी मेम्बर पनि छ र उनै पार्टीको इकाइको अध्यक्ष। आफ्नो पार्टीबाट उठाएको मुद्दा एफएससीबाट उठाएको भए सोच्नुहोस् सो मुद्दा कतिको शक्तिशाली हुन्थ्यो होला। खासमा यता फरक छ स्वतन्त्र र युनियनको उम्मेदवारमा। स्वतन्त्र हुनु भनेको त सबैको बन्नु हो, राम्रोलाई उत्प्रेरित गर्नु हो, नराम्रोको विरुद्ध आवाज उठाउनु हो। स्वतन्त्र भएपछि कतै पनि इन्क्लाइनेसन हुँदैन, पार्टी हुँदैन, सो युनियनको लागि काम गरिदिनु पर्दैन। उसको लागि ग्रुप भनेको एफएससी हुन्छ अनि कलेजको लागि राम्रो गर्न सक्छ। मलाई त्यसै पनि लाग्दैन युनियनसँग पावरमा आउँदैमा उसले डेमोक्रेटिक रुलिङ ल्याउँछ कलेजमा र युनियनसँग पावरमा आउँदैमा उसले कम्युनिस्ट धारा विस्तार गर्छ। कलेजमा यी सबै एउटै हुन्। मलाई लाग्छ युनियनहरू प्रतिनिधित्वको भावना भन्दा पनि अवसरको भावना काम गरिरहेका छन्। विद्यार्थी प्रतिनिधिहरू विद्यार्थीको प्रतिनिधित्व होइन, अरू विद्यार्थीहरूमा पार्टीको प्रतिनिधित्व गर्दैछन्, जुन पक्कै पनि विद्यार्थी सङ्घको उद्देश्य होइन। यस्तै अवसरवादी सोचले गर्दा विद्यार्थी प्रतिनिधित्वको मूल्य नष्ट भइरहेको छ। म यस्तो प्रणालीको पछिया छु जहाँ विद्यार्थी प्रतिनिधिहरू विद्यार्थीबाट निर्वाचित हुन्, नेताहरूबाट मनोनित होइन। ती प्रतिनिधिहरू कुनै पनि राजनीतिक संलग्नताबाट मुक्त हुनुपर्छ, जसले गर्दा उनीहरू आफ्नो देशको सत्ता विरुद्ध पनि बोल्न सकुन्। कल्पना गर्नुहोस् यदि राणा विद्यार्थी सङ्घ हुन्थ्यो भने जयन्तु संस्कृतम कस्तो हुन्थ्यो होला। यी पोलिटिकल युनियनहरूको विकल्प नभएका पनि होइनन्। हामीले माथि केन्द्रबाट सञ्चालित युनियनहरूलाई प्रोत्साहन गर्नुभन्दा विद्यार्थीहरूले सञ्चालित सङ्गठन स्थापना गर्ने केन्द्रीय हस्तक्षेपबाट हामी मुक्त हुन सक्छौँ। खास गरी युनियनसँग उठाउनलाई विद्यार्थीहरूको मुद्दा निकै नै कम हुने गर्छ। त्यसैले प्रत्येक युनियनले नेता दाइहरू पालेका हुन्छन् जोसँग मिठो बोल्ने शैली हुन्छ। भाइहरूलाई चिया खुवाउन कलेज नजिकै आफूले चिनेको चिया पसल हुन्छ, त्यससँग पोस्ट गरेकै भएर मैले यो समस्या समाधान गरेँ भन्न आउँछ। अरूको श्रेय लिने एबिलिटी हुन्छ र युनियनसँग इलेक्सन नजिकै गर्दा मासुभात खुवाइनलाई कुपनडोल थापागाउँहरूको ब्याङ्कटहरू हुन्छ। अब पोलिटिकल युनियनले भर्खर आएका भाइ बहिनीहरूलाई बिना कुनै ठोस आइडियोलोजी कसरी आफ्नो सङ्गठनमा संलग्न गर्छ भन्ने कुरा बुझौँ। फर्स्टमै कलेज आउँदा उनीहरूले आफ्नो साथीहरूभन्दा पहिला सङ्गठनका दाइहरू चिनेका हुन्छन्। सुरुमा दाइहरू सिधै आएर म यो पार्टीको हो, मेरो पार्टीको सदस्यता लिएको पनि भन्दैनन्। सुरुमा ती दाइहरू तिम्रो नजिक हुन्छन्, दे विल एक्ट सो गुड, अनि एक दिन म यो पार्टीको हो भाइ, मलाई सहयोग गर भन्छन्, अनि तिमी नाइ भन्न सक्दैनौ। बिस्तारै बिस्तारै इन्जिनियर बन्छु भनेर आएको पार्टीको झोले भइन्छ। यसबारे मैले 2 वर्ष अगाडि बनाएको यो भिडियोमा कुरा गरेको थिएँ। सुरुवात हेल्प डेस्कबाट हुन्छ, दे विल ट्राई टु हेल्प, अनि इन रिटर्न तपाईँहरू उनीहरूको पार्टीमा जोइन भइदिनुपर्छ। मेरोमा पनि चहल पहल बढाउनलाई निर्णयहरू जे पनि गर्न तयार हुन्छन्। चाहे आफूले दाँत माझ्दैको फोटो हालेर होस् या म राम्रो छु भनेर ढुङ चलाएर या मैले फेसको नाम चेन्ज गरेँ है भनेर घोषणा गरेर किन नहोस्। खास गरी प्रत्येक सङ्गठनले एउटा साइबर सेना बनाएको हुन्छ। साइबर सेनाको हुन्छ उही हेल्प डेस्क र फेसबुकबाट मिठो बोल्दा तानिएका भाइ बहिनीहरू। साइबर सेना कसरी अपडेट गर्छ एक्सप्लेन गर्छु है त। सर्टिन बसमा कुनै पार्टीको मान्छेलाई कमेन्ट गर्न मन लाग्यो, त्योभन्दा अगाडि उसले सो
पोस्टको लिङ्क चाहिँ एउटा ग्रुपमा पठाउँछ जुनमा चाहिँ साइबर सेनाहरू हुन्छन्। त्यो ग्रुपमा पठाएपछि उसले म यो पोस्टमा चाहिँ कमेन्ट गर्दैछु, मेरोमा चाहिँ रेस्पोन्ड गर्दैछु सबैले भनेर उसले मेसेज गर्छ। त्यसपछि गएर सबै साइबर सेनाहरू तयार भएर बस्छन् र जब उसले कमेन्ट गर्छ तब त्यो कमेन्टमा रियाक्ट या रेस्पोन्ड गरेको वेयर आउन थाल्छ, जसले गर्दा कम समयमै धेरै रियाक्सन र रेस्पोन्ड आएको देखेर हामी हेर्ने मान्छेको मेन्टालिटीमा यो ग्रुपको राम्रो प्रभाव रहेछ भन्ने बढ्न जान्छ। 2079मा एफएस सिलेक्सन भएपछि आइओभित्र के कस्ता घटनाहरू घटे र त्यसमा विद्यार्थी सङ्गठन र विद्यार्थीहरूको के कस्तो भूमिका रह्यो त्यसबारे कुरा गरौँ। 2080मा जब आइओले ऋण धेरै भयो भन्दै 3 लाखको फीलाई 8 लाखसम्म पुगाउनु खोजेको थियो, तब त्यसलाई लिएर देशका विभिन्न कलेजहरूमा आन्दोलन हुन थाल्यो, जसमा सबै सङ्गठन विद्यार्थीहरूसँग एकसाथ थिए। जसमा सुलभदायको 9 दिन कन्सर्न अफ द कुर्सन मुभमेन्ट, जसले फीलाई झन्डै 8 लाखबाट घटाएर 5 लाखसम्म ल्याएको थियो। त्यसो भन्दै गर्दा सुलभदाय विरुद्ध आफ्नै केन्द्रको दाइले गरेको हस्तक्षेप निकै नै निन्दनीय थियो र इक्जाम्पलले केन्द्रीय हस्तक्षेप शैक्षिक संस्थामा कतिसम्मको हुनसक्छ भन्ने कुरा देखाउँछ। नहोस् पनि किन, बुझेअनुसार फी बढाउने जुक्ति शैक्षिक माफियाहरूले गरेका थिए, प्राइभेट कलेजहरूसँग बढी आबद्ध छन्। सरकारी कलेजमा फी बढाउन सकेको खण्डमा प्राइभेट कलेजमा पनि फी बढाउन सजिलो हुन्छ भन्ने थियो। तर वास्तविकता के हो थाहा छ? हामी र हाम्रो भाइ बहिनीहरू अब देशमा इन्जिनियर बन्न चाहँदैनौँ। कतिले थाहा छ 2081 आइओ इन्ट्रान्स टपर भाइ अब नेपाललाई इन्जिनियर बन्न चाहेनन्। सायद उनलाई राजनीतिक स्वार्थमा दाइहरूले दिएको किताबहरू पढ्नु मन थिएन, या उनलाई 2 वर्ष अगाडि मात्र अपडेट गरेको सिलेबस अझै पुरानो लाग्यो, अझै अपूर्ण लाग्यो। प्रकृति लम्सलको केसपछि नेपालमा इन्जिनियरिङ कलेजहरूले आइआइटीबाट आएको विद्यार्थीहरूको क्रेडिट ट्रान्सफर गर्ने कुरा गर्यो। तर यति भन्दै गर्दा यी कलेजले भारतमा पाइने शैक्षिक गुणस्तर पनि ट्रान्सफर गर्न सक्छन्? तपाईँलाई के लाग्छ? मलाई त लाग्दैन। कुकुर लिएर आफ्नै कलेजमा गुन्डा बनाउने काम हुन्छ। यहाँ त हेलमेट फाइट हुन्छ, सहभागी नै नभएको प्रतियोगिताको विनरको सर्टिफिकेट आफ्नो नाम लेख्ने काम हुन्छ, एक युनियनले अर्को युनियनको नेताको सिग्नेचर जोड्ने काम हुन्छ। अब यसको सोल्युसन के त? पक्कै पनि राम्रो प्रतिनिधि जसले पार्टीको झन्डा बोकेर जय पार्टी नभनोस्, हामी विद्यार्थीको मुद्दा काँधमा बोकोस् अनि सफलताको प्रतिनिधित्व गरोस्। त्यसैले आउँदै गरेको यो एफएस सिलेक्सनमा मैले क्यान्डिडेटहरूको लागि 6 शर्त अगाडि सारेको छु। शर्त नम्बर 1, सधैँ चाहिँ मासु भातको भरमा भन्दा पनि आफूले गरेको राम्रो काम देखाएर भोट माग्नुपर्ने। 2079को पुल्चोकको एफएससीले अरू कलेजभन्दा राम्रो काम गरे तापनि काम गर्ने मेम्बर निकै नै लिमिटेड थिए। सो एफएससीमा रहेको मेम्बरहरूले राम्रो काम गर्नु भन्नको लागि उनीहरूको कार्यकालमा प्रत्येक मेम्बरको एटलिस्ट 70% एटेन्डेन्स हुनुपर्ने। एफएससीको मेम्बर हुँदा समेत पार्टीको लागि मर्यादा गर्नेको म विरुद्धमा छु। एफएससीमा इलेक्टेड भएपछि कुनै पनि पार्टीमा इन्भल्भ हुन नपाउने, त पोलिटिकल युनियनको इकाइमा कुनै नै पोस्ट होल्ड गरिबस्न पाउने। नभए गर्दा पार्टीको मेनिफेस्टो देखाएर भोट माग्नुभन्दा पनि आफ्नो मेनिफेस्टो आफै तयार पार्ने र मलाई जिताइ म यो गर्छु भन्ने र कसरी गर्छु भनेर देखाउनु पर्ने। यहाँको कुरा पुल्चोक एफएससीको अफिसको चाबी आजकल एफएससी मेम्बरहरूसँग भन्दा बढी पार्टीको कार्यकर्ताहरूसँग हुने गर्छ अरे। एफएससी अफिसको कन्ट्रोल एफएससी मेम्बरहरूसँग मात्र हुनुपर्ने। विद्यार्थी र एफएससी बिच ब्रिज बनेको लागि राम्रो मिडियम सिर्जना गर्नुपर्ने र विद्यार्थीको लागि रिसर्च युनिट बनाइनुपर्ने। यति त भयो मैले क्यान्डिडेटहरूको लागि बनाएको शर्तहरू। अब हामी विद्यार्थीले एफएससी इलेक्सन आउँदै गर्दा कसरी यसलाई सफल पार्न सक्छ भन्ने कुरा बुझौँ। मलाई आजसम्म खाने सक्छु तर भोट चाहिँ राम्रोलाई गर्नुपर्छ भन्ने लाग्थ्यो। तर नेता दाइहरूले त्यसरी बुझाएनछन्। कसरी हुन्छ जित्ने र जति खाना आउँछन् खुवाइदिने भन्ने हुँदो रहेछ। किनकि चुनाव अगाडि धेरैले राम्रो काम गरेका हुँदैनन् र राम्रो काम नगरे चिन्ने पनि कोही हुँदैनन्। सो यी भोटर्सहरूमा चेतना नपलाएसम्म मासु भात किनेमा चुनाव जितिन्छ भन्ने हुँदो रहेछ। त्यसैले अब एफएससी इलेक्सन आउँदै गर्दा हामीमा राम्रो क्यान्डिडेटलाई जिताउने चेतना छ भन्नेको लागि मात्र भए पनि ती नेता दाइहरूको मासु भात नखाइदिउँ र ब्याङ्कबाट आऊ फ्रीको मासु भात खाऊ भन्नेलाई इग्नोर गरी राम्रो काम गरेकालाई मात्र भोट दिउँ र पार्टीभन्दा उपर मान्छे हेरौँ। मैले यस भिडियोमा भनेको कुराहरू जसै कसैलाई पनि चित्त नबुझे म हृदयदेखि नै क्षमाप्रार्थी छु। म विरोधी होइन, म विद्यार्थी हुँ। आफ्नो कुरा राख्न पाउने मेरो स्वतन्त्रता हो। सबै कुरा हाम्रो हातमा छ। मलाई थाहा छ हामी पक्कै पनि राम्रो प्रतिनिधि छान्न सफल हुनेछौँ। धन्यवाद। पुल चोकको भयो बेजोक हाम्रो भाइलाई चिया दारूमा फकाई पैसा फाल चारो हाल्या झै यो सत्ताको लडाई नहो जोलेलाई रजाई। हाम्रो पुल चोकको भयो बेजोक हाम्रो भाइलाई चिया दारूमा फकाई पैसा फाल चारो हाल्या झै यो सत्ताको लडाई नहो जोलेलाई रजाई। टोइलेट पस्न सक्दैन फोहोर हो कति गाह्रो हुन्छ पढ्नलाई यस्तै भए गति। त्यही पुरानो डिभाइस 200% एरर आउँछ सारेर पनि बुझाउन पर्ने नत्र एनक्यू लाउँछ। कहिले पर्स हराउँछ त कहिले हेलमेट हराउँछ। कति हाल्नु नुन घाउमा झन् आफूलाई चराउँछ। 40 सालको डेस्कले मेरो प्यान्ट च्यातियो पैसा तिरेर नेट नपाउने यो कस्तो जाति हो। स्टुडेन्टको ज्ञान भन्दा रट्ने क्षमता जाँच भयो। देशकै राम्रो क्याम्पस भन्दा मलाई आज लाज भयो। कति राम्रो विद्यार्थीको बिग्रिसक्यो पढ्ने बानी। यति ठुलो समस्याको जिम्मेवारी कसले लिने संसार कहाँ पुगिसक्यो।
वर्षको हाम्रो सिलेबस उही छ। बिहान बेलुका थमान नआउने वाह क्या मोच को आयो क्याम्पस भित्र को निस्कियो थाहा छैन। कति छन् नियमहरू केही पालन बाँचेन। हाम्रो पुल चोक को भयो बेजोक हाम्रो भाइलाई चिया दारूमा फकाई पैसा फाला फाल चारो हाल्या झै यो सत्ताको लडाई नहो जोलेलाई रचाई। हाम्रो पुल चोक को भयो बेजोक हाम्रो भाइलाई चिया दारूमा फकाई पैसा फाला फाल चारो हाल्या झै यो सत्ताको लडाई नहो जोलेलाई रचाई। म सक्दिन भन्न भाइलाई इन्जिनियरिङ पढ्न छैन सिप कसरी बित्छ बरु विदेश नै ठिक छ। म हो जित खोज्ने र्यापर इख बोक्ने र्यापर अब सकिसक्यो चलपल पैसाको व्यापार टोल टोलमा श्रीपा छैन काम गरी देखा चलपलले बिन्दा चिल्ला चाकरीले त उस्तै ग्रसित क्याम्पस उही पुरानो बेथा दोष लाए अरूलाई तर दोषी मै पो थिए कि चुप बस्नु गलत हो गल्ती देखि अब हुन्छ परिवर्तन सुरु होस् मबाट दाइ पार्टी साथी बन्ने टाढै बस मैबाट गुन्डा गर्दै राजनीति चल्दैन अब त गलत व्यक्ति चुन्दा काप्नु पर्ने हात पनि कुरा मात्र ठुला तर परिवर्तन काल्पनिक उमेर मात्र होइन सोच हेरिहाल्छु असल नेतृत्वलाई जोड दिएर जान्छु नियत हेरिहाल्छु भोट यही छ मेरो हातमा टियुलाई न्याय होस् आउने चैत्र 5 मा।